सम्पूर्णमा मेरो तर्फबाट न्यान अभिवादन। सबैलाई अंकित सिद्धान्त जीके च्यानलमा स्वागत छ। यदि तपाईँ पनि सामान्य ज्ञानमा रुचि राख्नुहुन्छ भने आजको यो भिडियो तपाईहरूकै लागि हो। आज म फेरि पनि अत्यन्तै महत्त्वपूर्ण रोचक सामान्य ज्ञानको भण्डार लिएर उपस्थित भएको छु। समय खेर नफाली विषयवस्तुतिर लागौं। प्रश्न नम्बर 1। नेपालको कुल जनसङ्ख्या मध्ये हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या कति रहेको छ? अप्सन क 9%, अप्सन ख 81.3%, अप्सन ग 4.4%, अप्सन ख 3%। यसको सही उत्तर रहेको छ अप्सन ख 81.3%। प्रश्न नम्बर 2। विश्वको सबैभन्दा पुरानो धर्म सनातन धर्म र वैदिक धर्म भनेर चिनिने धर्म कुन हो? अप्सन क हिन्दू धर्म, अप्सन ख बौद्ध धर्म, अप्सन ग इस्लाम धर्म, अप्सन घ यहुदी धर्म। यसको सही उत्तर रहेको छ अप्सन क हिन्दू धर्म। प्रश्न नम्बर 3। हाल नेपालमा कतिवटा धर्महरू पत्ता लागेको छ? अप्सन क 8, अप्सन ख 11, अप्सन ग 10, अप्सन घ 12। यसको सही उत्तर रहेको छ अप्सन ग 10। प्रश्न नम्बर 4। हिन्दू धर्म अनुसार कसको मृत्यु सबैभन्दा अगाडि भएको छ? अप्सन क यमराज, अप्सन ख भगवान शिव, अप्सन ग श्रीराम, अप्सन घ श्रीकृष्ण। यसको सही उत्तर रहेको छ अप्सन क यमराज। प्रश्न नम्बर 5। हिन्दू धर्मको सबैभन्दा पुरानो धार्मिक ग्रन्थ कुन हो? अप्सन क पुराण, अप्सन ख रामायण, अप्सन ग वेद, अप्सन घ महाभारत। यसको सही उत्तर रहेको छ अप्सन ग वेद। प्रश्न नम्बर 6। शकुनीको छोराको नाम के थियो? अप्सन क अन्धक, अप्सन ख दूषण, अप्सन ग खर, अप्सन घ उलुक। यसको सही उत्तर रहेको छ अप्सन घ उलुक। प्रश्न नम्बर 7। शिवलाई त्रिपुरारी, श्री कृष्णलाई मुरारी भने जस्तै श्रीरामलाई के भनी चिनिन्छ? अप्सन क बनवारी, अप्सन ख खरारी, अप्सन ग हजारी, अप्सन घ कुरारी। यसको सही उत्तर रहेको छ अप्सन ख खरारी। प्रश्न नम्बर 8। इन्द्रको रथ बनाउने व्यक्ति को हुन्? अप्सन क ब्रह्मा, अप्सन ख अनु, अप्सन ग अज, अप्सन घ मनु। यसको सही उत्तर रहेको छ अप्सन ख अनु। प्रश्न नम्बर 9। राम वनवास हुँदा बसेको ठाउँको नाम के थियो? अप्सन क साकेत, अप्सन ख पञ्चवटी, अप्सन ग कुशीनगर, अप्सन घ बनेपा। यसको सही उत्तर रहेको छ अप्सन ख पञ्चवटी। प्रश्न नम्बर 10। क्षत्रियहरूको नाश गर्दै हिँड्ने व्यक्ति को हुन्? अप्सन क परशुराम, अप्सन ख द्रोणाचार्य, अप्सन ग कर्ण, अप्सन घ देवदत्त। यसको सही उत्तर रहेको छ अप्सन क परशुराम। प्रश्न नम्बर 11। वैदिक आर्यहरूले मुख्य रूपमा लगाउने बालीहरू कुन कुन हुन्? अप्सन क जौ, गहुँ र मकै, अप्सन घ धान, कोदो र मकै, अप्सन ग धान, गहुँ र मकै, अप्सन घ धान, गहुँ र जौ। यसको सही उत्तर रहेको छ
अप्सन घ धान गहुँ र जौ। प्रश्न नम्बर 12 कुन दिन काठमाडौँ उपत्यकामा भ्यागुतोलाई भात खुवाउने गर्दछन्? अप्सन क इन्द्र जात्रा, अप्सन ख गाई जात्रा, अप्सन ग जनै पूर्णिमा, अप्सन घ गुरु पूर्णिमा। यसको सही उत्तर रहेको छ अप्सन ग जनै पूर्णिमा। प्रश्न नम्बर 13 सुदामालाई गरिब चाणक्यलाई नीतिवान भने जस्तै दधिचीलाई के भनी चिनिन्छ? अप्सन क रिसाहा, अप्सन ख दानी, अप्सन ग कुरौटे, अप्सन घ परिश्रमी। यसको सही उत्तर रहेको छ अप्सन ख दानी। प्रश्न नम्बर 14 मानिसको आँखामा सूर्यदेव चित्तमा सच्चिदानन्द बसे जस्तै मुखमा कसको बास हुन्छ? अप्सन क इन्द्र, अप्सन ख सरस्वती, अप्सन ग चन्द्रमा, अप्सन घ वरुण। यसको सही उत्तर रहेको छ अप्सन ख सरस्वती। प्रश्न नम्बर 15 भगवान गौतम बुद्धले सर्वप्रथम कहाँ उपदेश दिएको थियो? अप्सन क सारनाथ, अप्सन ख बोधगया, अप्सन ग कुशीनगर, अप्सन घ लुम्बिनी। यसको सही उत्तर रहेको छ अप्सन क सारनाथ। प्रश्न नम्बर 16 बौद्ध धर्मका धर्म ग्रन्थ त्रिपिटकमा तलका मध्ये कुन पिटक पर्दैनन्? अप्सन क अभिधम्म पिटक, अप्सन ख विनय पिटक, अप्सन ग बुद्धि पिटक, अप्सन घ सुक्ति पिटक। यसको सही उत्तर रहेको छ अप्सन ग बुद्धि पिटक। प्रश्न नम्बर 17 बुद्धको पहिलो शिष्यको नाम के थियो? अप्सन क कन्दक, अप्सन ख कौडिन्य, अप्सन ग छन्दक, अप्सन घ देवदत्त। यसको सही उत्तर रहेको छ अप्सन ख कौडिन्य। प्रश्न नम्बर 18 इस्लाम धर्ममा अतव को अर्थ के हो? अप्सन क मृत्युदण्ड, अप्सन ख अमूल्य वस्तु, अप्सन ग स्वज्ञान, अप्सन घ करुणा। यसको सही उत्तर रहेको छ अप्सन क मृत्युदण्ड। प्रश्न नम्बर 19 देहायका मध्ये इसाई धर्मका धार्मिक स्थल कुन हो? अप्सन क मन्दिर, अप्सन ख गुरुद्वारा, अप्सन घ गिर्जाघर, अप्सन घ चैत्य। यसको सही उत्तर रहेको छ अप्सन ग गिर्जाघर। प्रश्न नम्बर 20 जैन धर्मका धार्मिक ग्रन्थ तलका मध्ये कुन हो? अप्सन क वचनामृत, अप्सन ख गुरु ग्रन्थ साहेब, अप्सन ग मुन्धुम, अप्सन घ कुरान पाक। यसको सही उत्तर रहेको छ अप्सन क वचनामृत। भिडियो राम्रो लागेमा लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।